आज पनि फेरि म तपाईहरुलाई अब आउने अपकमिङ इभेन्ट्स को बारेमा भन्न जाँदैछु। अनि यो गरिनाले कोसँग कोल्याब गर्न भ्याउँछ म त छक्क पर्छु यो गरिनाले कोल्याब गरेको देख्दा। कोल्याबको कुरा त लास्टमा गरौँला। फर्स्टमा चाहिँ रहेको छ यो चाहिँ प्राइम ब्याज लिडर बोर्ड हो। कसले कति डायमन्ड खर्च गर्छ इयरली भनेर चाहिँ हामीले यहाँ देख्न सक्छौं। यसबाट चाहिँ फर्स्ट सेकेन्ड थर्ड हुन्छ। हामी चाहिँ लास्टको लास्टमा पनि देखा पर्दैनौं, त्यही भएर यसमा ज्यादा टेन्सन लिने का नै। यो चाहिँ रहेको छ भोइस चेन्जर। हाम्रो गेमको सेटिङमा नै आउने वाला छ भोइस चेन्जर। अहिले चाहिँ यो मिना सर्भरमा मात्रै आएको छ, छिट्टै नै हामी बंगलादेश सर्भरमा पनि देख्न पाउने छौं। यो चाहिँ रहेको छ फ्री फायरले नेलोङ सँग गरेको कोल्याब। नेलोङ लभर्सहरुको लागि चाहिँ बवाल खतरा इभेन्टहरु आउँदैछ अब। यो चाहिँ रहेको छ 20 जुनमा सरप्राइज गिफ्ट 8th एनिभर्सरी को। वाउ, सरप्राइज भनेपछि त यस्तो एक्साइटेड हुन्छन् केटाहरु चाहिँ। थाहा भएन, केटीहरु चाहिँ ओभर एक्साइटेड के छ भनेर जान्न हतार भइसक्यो होला हैन। वेट गर 20 जुन सम्म। अनि अर्को चाहिँ रहेको छ फेरि गरिनाले कोल्याब गर्न लागेको छ। कुनसँग गर्छ भनेर चाहिँ फिक्स भएको छैन। यो भरिमा एक दुईटा कतिवटासँग गर्छ। गेम चाहिँ खतरै हुने भयो के कोल्याबले। कोल्याब गर्न लागेदेखि चाहिँ मलाई खासै गेम मन पर्न छोडेको छ। साथीहरु तपाईहरुलाई मन पर्छ कि कस्तो लागिरहेछ यो गरिनाले कोल्याब हानेर? अनि अहिलेसम्म कोल्याब हानेको सबैभन्दा धेरै मन परेको चाहिँ तपाईहरुलाई कुन हो भन्न चाहिँ नबिर्सिनु होला। अनि आजको भिडियो चाहिँ हजुरहरुलाई कस्तो लाग्यो भन्न चाहिँ नबिर्सिनु होला। मन पर्यो भने फलो, लाइक, कमेन्ट, शेयर पनि गरिदिनु होला है त गाइस।